दिपेन्द्र सिंह ऐडीको उत्कृष्ट प्रदर्शनको मद्दतले नेपालले युएईलाई 1 रनले हरायो। नेपालको प्रदर्शनमा समीक्षा। नेपाल्स पर्फर्मेन्स रिभ्यू। ब्याटिङ पक्ष। नेपाल इस्टु 20 ओभरमा 140/6। उत्कृष्ट सुरुवात। बीचको ओभरमा सुस्तता। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पावर प्लेमा कुनै विकेट नगुमाई बलियो सुरुवात गर्यो। ओपनर आसिफ शेखले अर्धशतक 50 बनाएर महत्त्वपूर्ण भूमिका खेले। युएईको अनुशासित बलिङ बीचका ओभरहरूमा युएईका बलरहरूले कसिलो बलिङ गरे, जसले गर्दा नेपालले एक समय 160 रनभन्दा बढी बनाउने लक्ष्य राखेको भए पनि त्यसमा पुग्न सकेन। लगातार विकेट झर्दा रन रेटमा कमी आयो। अन्तिममा गुलसन झाको महत्त्वपूर्ण पारी। इनिङ्सको अन्त्यतिर गुलसन झाले छिटो रन बटुल्दै महत्त्वपूर्ण क्यामियो खेले। उहाँको प्रयासले नै नेपाललाई 140/6 को चुनौतीपूर्ण योगफलमा पुर्याउन मद्दत गर्यो। बलिङ र फिल्डिङ पक्ष। 140 रनको रक्षा। सुरुमै दबाव। नेपालका बलरहरूले सुरुवातदेखि नै दबाव कायम राखे। सोमपाल कामीले युएईका कप्तानलाई सस्तोमा आउट गरेर चेसलाई कठिन बनाइदिए। अन्तिम ओभरको हिरोइक प्रदर्शन। खेल अन्तिम ओभरसम्म पुगेर रसाकस्सी भयो। यही दिपेन्द्र सिंह ऐडीको धैर्यवान र निर्णायक प्रदर्शनले नेपाललाई जित दिलायो। दिपेन्द्र सिंह ऐडीको म्याच विजेता स्पेल। खेलको सबैभन्दा ठूलो मोड दिपेन्द्र सिंह ऐडीले फालेको अन्तिम ओभर थियो। युएईलाई जितका लागि कम रन मात्र चाहिएको अवस्थामा ऐडीले गजबको स्नायु नियन्त्रण नर्भ देखाए। सुरुमा छक्का खाए पनि उहाँले महत्त्वपूर्ण विकेट लिँदै 1 रनको रोमाञ्चक जित सुनिश्चित गरे। उहाँले निर्णायक ओभरमा विकेट लिएर आफ्नो 4 ओभरको स्पेलमा उत्कृष्ट प्रदर्शन गर्नुभयो। समग्रमा नेपालका लागि यो जित आइसिसी टी20 विश्वकप क्वालिफायरको सुपर 6 चरणमा नेपालका लागि अत्यन्तै ठूलो उपलब्धि हो। यसले नेपालको अपराजित यात्रालाई कायम राख्दै टी20 विश्वकप 2026मा स्थान बनाउने सम्भावनालाई बलियो बनाएको छ। ब्याटिङमा आसिफ शेखको धैर्यवान भूमिका र बलिङमा दिपेन्द्र सिंह ऐडीको शानदार तथा संयमित प्रदर्शनले नै नेपाललाई एसोसिएट राइभलरी मानिने युएईमाथि यो महत्त्वपूर्ण विजय दिलाएको छ। आपका वीडियो देखने के लिए धन्यवाद। बॉलीवुड फिल्मों और खेल से जुड़ी और जानकारी के लिए कृपया इस वीडियो को लाइक, सब्सक्राइब और शेयर करें।